तिरासी को बजेट प्रस्तुत गर्दछु। विस्तृत विवरण यसै विधेयकको अंकको रूपमा पेश गरिएको छ। आमदानी तबको सारांश। संघीय सरकार नेपाल सरकार समानीकरण अनुदान 11 करोड़ 6 लाख। संघीय सरकार नेपाल सरकार सशस्त्र अनुदान 16 करोड़ 19 लाख। संघीय सरकार नेपाल सरकार पूंजीगत 62 लाख। संघीय सरकार राजस्व बाठा 10 करोड़ 24 लाख 24,095 रुपया। प्रदेश राजस्व बाठा 53 लाख। स्थानीय राजस्व बाठा 60 लाख। प्रदेश सरकार समानीकरण अनुदान 83 लाख 41,000। प्रदेश सरकार सशस्त्र अनुदान 80 लाख। प्रदेश सरकार विशेष अनुदान चालू 30 लाख। प्रदेश सरकार संपूरक अनुदान पूंजी 20 लाख। आंतरिक राजस्व 3 करोड़। अब 2081-82 को बाकी रकम अनुमानित 5 करोड़। कुल जम्मा बजेट 49 करोड़ 38 लाख रूपमा अपाङ्ग भएका नागरिकहरूको लागि कार्यविधिले तोकेका बमोजिमको ट्राइसाइकल वितरण कार्ड भइरहेको छ र गरिनेछ। साथै पहिलो कार्ड भएका अपाङ्गले सरकारबाट नेपाल सरकारबाट रकम नपाएको हुनाले यो पालि गाउँ सभाबाट केही रकम छुट्याउने निर्णय गरेको छु। प्रत्येक महीना अपाङ्ग परिचय पत्र वितरण गर्नेछ। अपाङ्गहरूलाई रोजगारी र स्वरोजगारीमा प्राथमिकता दिनेछ। पालिकाबाट गर्ने सबै प्रकारको सिफारिस अपाङ्गलाई निःशुल्क प्रदान गर्नेछ। अपाङ्गलाई विकासमा मूल प्राधिकरण गर्ने विशेष कार्यक्रम सञ्चालन गर्नेछ। अपाङ्ग नागरिकले सञ्चालन गर्ने जुनसुकै व्यवसायको दर्ता नवीकरणमा 100% छुट दिनेछ। मधेसी मुस्लिम र अन्य समुदाय सम्बन्धी नीति। मुस्लिम समुदायद्वारा सञ्चालित मदरसाको विकास र संरक्षण गर्नेछ। मुस्लिम समुदायका छोराछोरीलाई उच्च शिक्षा पठन पाठनमा प्रोत्साहन गर्नेछ। रोजगारी स्वरोजगारीमा प्राथमिकता प्रदान गर्नेछ। यसोलमा गाउँपालिकामा बाल विवाह रोकथाम गर्न आगामी आवामा बेटी कन्यादान कार्यक्रम ल्याइनेछ। पालिकाका गतिविधिमा बाल सञ्जालको सार्थक सहभागिता गराइनेछ। बाल मैत्री स्थानीय शासनलाई आत्मसात गर्न यस पालिकाको मूल उद्देश्य हुनेछ। 35 दिन भित्रै बाल बालिकाको जन्म दर्ता गर्ने व्यक्तिलाई विशेष प्रोत्साहन प्रदान गर्नेछ। बाल संसदको अभ्यास गर्नेछ। वार्षिक रूपमा हाजिरी जवाब प्रतियोगिता सञ्चालन गर्नेछ। गरी कार्यक्रममा ल्याइनेछ। शिक्षण सिकाइलाई अझ प्रभावकारी बनाउन विभिन्न तालिमको कार्यक्रमहरू सञ्चालन गर्नेछ। साक्षर सुनमा गाउँपालिका बनाउन आवश्यक पहल गर्नेछ। स्वास्थ्यमा 15 शैय्याको अस्पताल आज 2081 मा शिलान्यास भएको ठाउँमा टेन्डर प्रक्रिया अगाडि बढाइनेछ। संघीय सरकार प्रदेश सरकारवालाहरूसँगको समन्वय र साझेदारीमा पूर्ण सुरक्षित मातृ सुनमा पूर्ण खोप मुक्त पालिका कुपोषण मुक्त पालिका बनाउन प्रतिबद्ध रहनेछ। ज्येष्ठ नागरिकलाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउनु प्रत्येक संस्थाहरूबाट निःशुल्क स्वास्थ्य जाँच गरी सुगर र प्रेसर सम्बन्धी जाँच अनिवार्य गर्नेछ। साथै प्रत्येक घरमा चेक जाँच गर्नेछ। कर्मचारी र विद्यालय सहयोगी
संघीय सरकारको नियमानुसारको खाई पाइआएको तलब भत्तामा यो आर्थिक वर्षमा थप वृद्धि गर्नेछ। विशेष कार्यक्रम सहित सञ्चालन गर्नेछ। सुरमा गाउँपालिका अन्तर्गत विद्यालयमा सञ्चालनमा रहेको कक्षा 8 र 9 का छात्रहरूलाई साइकल दिने लक्ष्य लिएको छु। बाल विकास शिक्षालाई थप व्यवस्थित गर्न विशेष कार्यक्रम सञ्चालन गरी नियमित अनुगमन समेतमा जोड दिनेछ। वस्तु फरक मापदण्ड निर्धारण गरी नतिजामा आधारित कार्यक्रम सञ्चालन गर्नेछ। यस गाउँपालिकामा स्वदेश वा विदेशमा समेत रोजगारीको अवसर सिर्जना गर्ने व्यावसायिक तथा प्राविधिक शिक्षामा जोड दिनेछ। सामुदायिक विद्यालयहरूको भौतिक तथा अन्य पूर्वाधारको क्रमिक विकास गर्दै लाग्नेछ। साथै विद्यालय शिक्षामा नवीनतम सूचना प्रविधि एवं स्थानीय भाषाको प्रयोगमा जोड दिनेछ। योजना कार्यान्वयनको लागि बजेट व्यवस्थापन गरी विशेष कार्यक्रमको रूपमा सञ्चालन गरिनेछ। सामुदायिक विद्यालयहरूमध्ये 2वटा मावि स्तरका विद्यालयहरूमा अंग्रेजी माध्यमबाट पठन पाठनको सुरुवात गर्नेछ। 1वटा विद्यालयलाई नमुना विद्यालयको रूपमा विकास गर्न विभिन्न अनुदान प्रदान कार्यक्रम सञ्चालन गर्नेछ। शिक्षाको स्तरोन्नतिको लागि विद्यालयहरूको दरबन्दीको आधारमा थप शिक्षा भर्ना गर्नेछ। शिक्षक भर्ना गरिसकेको छ। अब रिजल्ट मात्रै बाँकी छ। त्यो मौखिकसम्म भइसकेको छ। अब रिजल्ट अब यो पछि अब हुन्छ। भर्ना भइसक्यो, रिजल्ट हुन्छ। 30वटा कोटाको क्लियर भइसकेको छ। पठन पाठन सोमनाथ मन्दिरको सौन्दर्यकरणको लागि विशेष कार्यक्रम सञ्चालन गर्नेछ। गापा समग्र पर्यटन प्रबन्धनका लागि यस क्षेत्रमा रहेका धार्मिक पर्यटक स्थलको विकास सरसफाई सौन्दर्यीकरण गरी निज क्षेत्रसँगको सहकारी पर्यटन पैकेजको रूपमा विकास गर्नेछ। विकासका लागि नेपाल सरकार प्रदेश सरकारसँग समन्वय गरी पर्यटन प्रबन्धनका विविध कार्यक्रमहरू सञ्चालन गर्नेछ। मङ्गलनाथ र देउकी धामको पौराणिक ऐतिहासिक धार्मिक स्थलको रूपमा परिचित मङ्गलनाथ र देउकी धाम मन्दिरको समग्र विकास व्यवस्थापनका लागि धार्मिक ट्रस्टको रूपमा विकास गर्नेछ। मङ्गलनाथ मन्दिरको पौराणिक स्वरूप नबिगारी नयाँ आकर्षक स्वरूपको मङ्गलनाथ मन्दिरको निर्माण कार्य संघीय सरकार प्रदेश सरकार पर्यटन बोर्ड लगायतसँग साझेदारी गरी निर्माण कार्य प्रारम्भ गर्नेछ। दलहन खेती गर्ने किसानलाई कार्यविधि मुताबिक प्रोत्साहन स्वरूप तोकिए बमोजिमको रकम उपलब्ध गराइनेछ। कृषि विद्युतीकरण गर्नको लागि रकम विनियोजित गर्नेछ। जीजीआईसँग यस गाउँपालिकाबाट सम्झौता भई सञ्चालनमा भइरहेको साथै प्रत्येक कृषक समूहलाई कृषक सामग्री र बाख्रा वितरण कार्य सञ्चालन भइरहेको छ। कृषकहरूलाई प्रविधि हस्तान्तरणमा सहयोग गरी प्रविधि मैत्री कृषि क्षेत्रको विकास गर्नेछ। कृषकहरूको लागि मोटर पम्पिङ सेट र एस्टेट बोर्डिङ जडान गर्नेछ। नेपाल सरकार तथा नेपाल सरकारका विभिन्न निकायहरू अर्थपूर्ण सहायता गरी पूर्ण रूपमा कृषि पेशामा संलग्नित कृषकहरूलाई प्रत्यक्ष लाभ हुने खालका मागमा आधारित प्रतिफलमुखी विभिन्न खालका योजना तथा कार्यक्रम सञ्चालन गरिनेछ। प्रगति पूर्वाधार योजना व्यवस्थापन चालू अवस्थामा पूर्वाधार तर्फ विभिन्न कार्यहरू भएको अवस्था छ।
संपूर्ण वादाहरूमा पीसीसी ढलान ग्राभेल विभिन्न सडकहरू मर्मत विद्यालय मठ मन्दिर तथा मदरसाहरूमा आधुनिक पूर्वाधारको निर्माण भइरहेको खानेपानीको लागि इनाम निर्माण र हातेकल जलान भइरहेको कृषकहरूको सिंचाइको लागि डिप बोरिङ जलान सञ्चालन भइरहेको तथा विकास निर्माणको अन्य विभिन्न कार्यहरू द्रुत गतिमा भइरहेको छ। गाउँपालिकाको सम्पूर्ण वडाहरूमा राजस्व व्यवस्थापनको लागि अनलाइन प्रणाली जलान गर्ने प्रक्रियामा रहेको छ। सार्वजनिक सेवा व्यवस्थापन गाउँपालिकाको सार्वजनिक सेवा व्यवस्थापनका लागि विभिन्न कार्यहरू भएको छ। वडा कार्यालयलाई व्यवस्थित गरिएको छ। सबै वडामा घटना दर्ताको सम्पूर्ण कार्यहरू नेपाल सरकारको अनलाइन प्रणालीबाट भइरहेको छ। वडामा आवश्यक विभिन्न प्रकारको सिफारिसहरू समेत अधिकांश अनलाइन प्रणालीबाट हुने सुरुवात गरिएको छ। सामाजिक तथा आर्थिक गाउँपालिकाको सामाजिक उत्थानको लागि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ। लागू अखत व्यवसायी मानव बेचबिखन साइबर अपराध सरसफाई फोहोर मैला व्यवस्थापन लैंगिक हिंसा दाइजो प्रथा बाल विवाह पान सशक्तिकरण लगायतका अन्य विभिन्न विषय तथा मुद्दाहरूमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेको छ। अध्यक्षसँग जनस्वास्थ्य कार्यक्रम तथा जनता उपचार कोष अन्तर्गत विभिन्न रोगीहरूलाई आर्थिक सहायता प्रदान क्यान्सर लगायतका 4 किसिमको दीर्घ रोगीलाई आर्थिक सहायता प्रदान भइरहेको छ। विपिन नागरिक उपचार कोष मार्फत गाउँपालिकाको सिफारिसमा नेपाल सरकारबाट सबै अस्पतालमा 1 लाख बराबरको छुट भइरहेको छ। हात्ती पैला निवारणको लागि नेपाल सरकारको सहकार्यमा अभियान सञ्चालन भएको। त्यस्तै गरिबी विपन्न एकल महिला दलित जनजाति सीमाङ्कित वर्गका महिलालाई सिप विकास मार्फत आय आर्जन तत्काउनु गर्ने सिप विकास तालिमहरू सञ्चालन भइरहेको छ। त्यस्तै कृषि तथा पशु विकास तर्फका विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेको छ। सरसफाइलाई अभियानको रूपमा सञ्चालन गरिएको छ। कृषकहरूको लागि सिंचाई मिटरको विभिन्न मसुन गापाको प्रतिसम्मानमा कार्यक्रम सञ्चालन भइरहेको छ। आदरणीय सभा सदस्यहरू, सुरुमा विभिन्न विषय क्षेत्र सम्बन्धी यस सुनगाउँ गाउँपालिकाको 82-83 को नीतिहरू सायन्समा प्रस्तुत गर्ने अनुमति चाहन्छु। गरम लागेको छ, मङ्गल है विकृतज्यू, वडा अध्यक्षज्यूहरू, कार्यपालिका सदस्यज्यूहरू, सम्पूर्ण गाउँ सभा सदस्यज्यूहरू, पत्रकार एवं सञ्चारकर्मीज्यूहरू, राष्ट्र सेवक कर्मचारीहरू लगायत उपस्थित सम्पूर्ण महानुभावहरू, यस पवित्र एक धार्मिक स्थलको रूपमा परिचित सोलमा गाउँपालिकाको अब 82-83 को ऐतिहासिक गरिमामय 11 गाउँ सभामा उहाँहरूको सौहार्दपूर्ण और गरिमामय उपस्थितिको लागि सर्वप्रथम धन्यवाद दिन चाहन्छु। यस गाउँपालिकाको कार्यपालिकाले अनुमोदन गरेको आय व्यय 2082-83 को नीति कार्यक्रम तथा बजेट यस 11 गाउँ सभामा प्रस्तुत गर्न म अध्यक्ष यहाँहरू माझ उपस्थित भएको छु। यो ऐतिहासिक क्षणमा जन आन्दोलन, जनयुद्ध, मधेस आन्दोलन लगायतका सङ्घर्षमा आफ्नो जीवन उत्सर्ग गर्नुभएका सम्पूर्ण ज्ञात समूह शहीद प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। आज 2082-83 को बजेट तर्जुमा गर्दा नेपालको संविधानद्वारा संवैधानिक रूपमा स्थानीय सरकार प्रदान गरिएको अधिकारहरू, स्थानीय सरकार सञ्चालन ऐन 15 आवधिक योजना, 16 गाउँपालिकाको आवधिक योजना, शिक्षा गुरु योजना, कृषि गुरु योजना, पर्यटन गुरु योजना लगायतका अन्य योजनाहरू, दुर्गो विकास
का लक्ष्य संघीय सरकार को बजट वक्तव्य, प्रदेश सरकार बजट वक्तव्य, अजिला सभा का निर्णय, आम नागरिक प्राथमिकता का सुधार, राजनीतिक दल और नागरिक समाज का रचनात्मक सुधार, संबंध एवं नियम तथा नीति, साथ ही स्थानीय संस्थागत क्षमता स्व मूल्यांकन का आधार, आगामी आर्थिक वर्ष को नीति बजट तथा कार्यक्रम तर्जुमा को मार्गदर्शन के रूप में लिए को समृद्ध शब्द 16वां गांव पालिका निर्माण को लागी, यहाँ रहे को उर्वर कृषि भूमि तथा तुलनात्मक लाभकारी रूप में रहे को जनशक्ति लाभांश लाए सदुपयोग शिल्प विकास मार्फत उद्यमशीलता विकास, लगानी अभिवृद्धि सेवा व्यवसाय प्रावधान को माध्यम उच्च आर्थिक वृद्धि हासिल करना, गरीबी तथा नागरिक गांव पालिका क्षेत्र को समग्र विकास समृद्धि को लक्ष्य हासिल करना, यह बजट नीति तथा कार्यक्रम में सहयोग करने विश्वास लिए कुछ। अब हम 16वां गांव पालिका को आधा 82-83 के बजट को उद्देश्य प्रस्तुत समृद्ध शब्द 16वां गांव पालिका को निर्माण मूल्य उद्देश्य को रूप में लिए कुछ। कृषि क्षेत्र में प्रभावकारी आंतरिक बारे लगाने, आकर्षित एवं परिचालन करी गांव पालिका को एकीकृत कृषि विकास में जोड़ देने, साथ ही वार्ड नंबर 1 देखी 8 में कृषि विद्युतीकरण में जोड़ देने। यस गांव पालिका को क्षेत्र भीतर कुनै पनि समुदाय में कुनै पनि बाल बालिका विद्यालय को पहुंचबाका प्रावधान हुने छैन र भरपर्दो तथ्य तथ्याङ्कको आधारमा सामुदायिक विद्यालयहरूको आधुनिकीकरण, प्रविधि मैत्री अनुगमन तथा प्राविधिक मैत्री गुणस्तरीय शिक्षा को सुनिश्चित साथ ही प्रत्येक बाल बालिका अनिवार्य रहेको आधारभूतता को शिक्षा प्रदान करना आवश्यक व्यवस्था करने। ऐतिहासिक पौराणिक धार्मिक महत्व बोकेका यह 16वां गांव पालिका क्षेत्र को पर्यटक को विकास मार्फत स्थानीय बासिन्दाहरूको रोजगारी रहन आर्जनमा वृद्धि गरी उनीहरूको वातावरणीय आर्थिक सामाजिक सांस्कृतिक र शैक्षिक पक्षहरूको सन्तुलित र दृढ विकास गर्न, साथै विविध पर्यटकीय गतिविधिहरू वृद्धि गर्न 16वां गाउँपालिकालाई पर्यटनको अध्ययन अनुसन्धान तथा घुमफिरको लागि नमुना गाउँपालिकाको रूपमा विकास गर्नेछ। वैज्ञानिक भू उपयोग योजनाको माध्यमबाट दिगो वातावरणीय र आर्थिक समृद्धि हासिल गर्न व्यवस्थित भू उपयोग योजनाको कार्यान्वयन मार्फत उपलब्ध स्रोत को संतुलित प्रयोग, दिगो विपद व्यवस्थापन गरी दिगो विकास र सामाजिक आर्थिक समृद्धि हासिल हुनेछ। यस गाउँपालिकाको प्रशासनलाई चुस्त सेवामुखी जवाबदेही बनाउन प्रस्तावित संगठन संचय कार्यान्वयनमा ल्याई समग्र सेवा प्रवाहलाई व्यवस्थित एवं मर्यादित जनतामुखी छिटो छरितो सेवा प्रवाहको व्यवस्था गर्नेछ। महिला किशोरी बाल बालिकालाई अपाङ्ग दलित जनजाति लगायतका पिछड़ा वर्ग सीमांकित वर्गहरूको समग्र उत्थान तथा विकास को लागि 16वां गाउँपालिकाको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति कार्यान्वयन तथा सशक्तिकरण, शिव विकास तथा जनचेतना अभिवृद्धि, उद्यमशीलता विकास तथा गरीबी निवारण का विविध गतिविधिहरूको माध्यमबाट सार्वजनिक विकास को अवधारणा व्यवहारमा लागू गर्नेछ। जनताको उत्पादनलाई सड़क पूर्वाधार विकास को माध्यमबाट बजारसँग जोड्ने, नदी नियन्त्रण, पुल पुलेसा निर्माण, कृषि तथा पर्यटकीय पूर्वाधार निर्माण, सामाजिक सांस्कृतिक भौतिक संरचना निर्माण, स्वास्थ्य संरचना निर्माण लगायतका दिगो भौतिक पूर्वाधार निर्माण गरी जनताको जनजीवनमा सहजता ल्याउने
रोजगारी को अवसर सिर्जना करने तथा व्यवस्थित शहरी विकास में जोड़ दिने छ। आधारभूत स्वास्थ्य सफाई, प्रदूषण नियंत्रण, प्रजनन स्वास्थ्य, परिवार नियोजन, मातृ शिशु कल्याण, गुणस्तरीय खाद्यान्न, आधारभूत पोषण, रक्त संचार सेवा, सरकारी फार्मेसी तथा औषधि फसल को स्थापना, समावेशी व प्रभावकारी प्रविधि मैत्री पहुंच योग स्वास्थ्य सेवा जनता जन अंतर्गत का संस्थाओं को लागू स्वच्छ पीने पानी को प्रबंध, स्वास्थ्य संस्था को प्रविधि मैत्री अनुगमन तथा नियंत्रण करी घर दैलो में आधारभूत स्वास्थ्य सेवा को सुनिश्चित करने छ। आदरणीय सभासदज्यूहरू, अब म आगामी 2083 को प्राथमिकता राख्न चाहन्छु। शिक्षा गुरु योजना को कार्यान्वयन तथा शिक्षा क्षेत्र को विकास निमित्त सामुदायिक विद्यालयों को आधुनिकीकरण, प्रविधि मैत्री तथा गुणस्तरीय शिक्षा को लागि वातावरण तैयार करने छ। कृषि गुरु योजना को कार्यान्वयन को माध्यमबाट कृषि को आधुनिकीकरण व व्यवसायीकरण गर्ने, लैंगिक समानता तथा सामाजिक समावेशीकरण को नीति अनुरूप सकारात्मक विभेद, सामाजिक न्याय व समतामूलक समाज निर्माण में जोड़, सभ्य समाज र विधि में संचालन हुने संगठन निर्माण, स्वास्थ्य रणनीति अनुरूप स्वास्थ्य संस्थाहरूको आधुनिकीकरण, प्रविधि मैत्री विकास र गुणस्तरीय स्वास्थ्य सेवा, विपद व्यवस्थापन र सकारात्मक रोग नियंत्रण, दिगो तथा बहुउपयोगी भौतिक पूर्वाधार निर्माण।